साथीहरू, फेरि पनि मेरो न्यू ब्लगमा तपाईँहरू सबैलाई स्वागत छ। र मलाई चाहिँ आज पानी परेर नि गुन्द्रुकको झोल खाउँ भनेको, तर गुन्द्रुकको झोल दाल बनाइसकेको थिएँ। हेर्नु है, सिलगढीमा फेरि पानी अचानक पानी आउनु थाल्यो। पानी पर्दैछ, देख्नुहुँदैछ होला नि। र मलाई चाहिँ गुन्द्रुकको झोल खानु मन लाग्यो र सोच्दैछु साथीहरू साग भुट्छु है, गुन्द्रुकको झोल अचार चाहिँ खाऊँ भनेर चाहिँ यो बनाएको। र आजको मेरो रेसिपी यो छ। त अब म बसाउँदैछु साग। यस्तोमा त हेर्नु साथीहरू, यस्तो पानी झरीमा त है सागहरू नै खानु मन लाग्छ नि त। कसैलाई मनपर्छ हौ यसमा गुन्द्रुक सागहरू खानुको लागि। अहिले अलिक रोकियो पानी है, पानी आइरहेको बनाउँदैछु। र दाल चाहिँ झानिदिनु पऱ्यो है। अनि मलाई चाहिँ सागहरू मसला र साथीहरू यहाँ चाहिँ छ मेरो डल्ले खोर्सानी र सुकेको एउटा खोर्सानी लसुन हालेर पेस्ट बनाएको है अचारको लागि। मलाई चाहिँ मिक्सी हुँदा पनि अचार चाहिँ किन साथीहरू सिलपट्टाकै मनपर्छ है। सिलपट्टाको टेस्टै अलग हुन्छ। मिक्सीहरू चाहिँ मेरो मान्छेहरू आउँदा मात्रै साथीहरू। गुन्द्रुकको यसो सेन्ट त आउँछ। यो गुन्द्रुक चाहिँ मैले हाटबाट ल्याएको थिएँ है, हाटबाट ल्याएको थिएँ। मलाई चाहिँ अलिक लतक्क परेको मनपर्छ। अब मेरो उता भयो तेल गरम, म हाल्दैछु 5 गरम है। बस्नुपर्छु मेरो हेर्दैछु। अलि बाउ छोरा खान्छ है सागसँग। गरम गरम गर्दैछ, सुन्नुहुँदैछ होला। झोल पनि लागे मेरो हुन्छ सब्जी रेडी। र मैले बेसनमा चाहिँ एउटा कपडा सुकाएको छु, सुकिसकेको कपडा। अब म जान्छु साथीहरू। र मैले ग्यास अलिक सानो गर्थेँ, यतिमा पाएको होस्। र अब म चाहिँ दाल झान्नु लागेको साथीहरू। म चाहिँ पहिलादेखि नै डाँडीमै जान्छु है साथीहरू दाल। सबै जग्गाहरू छ भने बर्खामा यति साह्रो मैला हुन्छ साथीहरू। बर्खामा है यति साह्रो मैला हुन्छ नि, के भन्नु, सफा गरेको लाग्दो हुन्छ। एकछिन सफा गरेँ, फेरि एकछिन त्यस्तै भइहाल्छ। हालेँ तेल, यसमा हाल्छु म अलिकति आज है साथीहरू। पानी परिरहेको छ। जुवानो मिठो लाग्छ मलाई त जुवानोको सिन क्या। सुत्केरी हुँदा नि खानु पाएन। रेडी हुन आँट्यो दाल पनि। त्यस्तो आगो लागेको तड्केको चाहिँ मिठो हुन्छ अरे साथीहरू। तर सानोमा हामीलाई पुरा कराउनुहुन्थ्यो मम्मीहरूले, सबै तेल साथी आगोले तान्यो भनेर कराउनुहुन्थ्यो है। मलाई मजा लाग्छ तर। दाल चाहिँ अघि पाकिसकेको छ साथीहरू।
लसुन पनि कुहिनु टाइम लाग्छ है। म चाहिँ फेरि बानीको छैन, यता पनि खन्काउँ जस्तो लाग्छ क्या। हुन्छ मेरो दाल रेडी। मलाई चाहिँ साथीहरू यस्तो पातला दालै मनपर्छ क्या हो, लतपत परेको दाल मन पर्दैन। किनभने जब मेरो छोरा पेटमा आएको थियो त मलाई त्यहाँदेखिको चाहिँ मोटो दालदेखि नाकै लागेको थियो। अहिलेसम्म लाग्यो साथीहरू, मोटो दालदेखि चाहिँ नाक्यो। रुख टमाटरको अचार र त्यो दालदेखि चाहिँ नाक लागेको थियो। पोल्ट्रीसित है, पोल्ट्री चलेले खानु पर्ने, तर अहिले चाहिँ दाल चाहिँ एकदमै नाकै लाग्यो, खानु सकिनँ मोटो दाल चाहिँ क्या हो। पातला दालै मनपर्छ। मेरो बुढालाई चाहिँ फेरि मोटो दाल मनपर्छ। यस्तो पातला हल्का पातला दाल चाहिँ राम्रो लाग्छ नि। यता सास पनि काट्नु आएको मेरो। गरेर खानुपर्छ नि, माछा मासु पनि खाएर हुँदैन साथीहरू। मेरो दाल पनि भयो, साग पनि पाक्यो। अब म जाँदैछु है अचार पिस्नुको लागि। र मैले चाहिँ टमाटर एउटा पोलेको छु, हाल्नु मनपर्छ क्या साथीहरू टमाटर। किनभने चाहिँ उयो आधी नै है धुँदा उयो गुन्द्रुकको रस चाहिँ सबै गइसकेको हुन्छ, नरम नहुँदैछ चित्त बुझ्दैन क्या। अझै आधा तातो पानी धुइनँ, अन्त अरू बेलामा तातो पानीले धुन्थ्यो है। कतिजनालाई मनपर्छ है यस्तो खालको खाना चाहिँ साथीहरू, कमेन्ट गर्नु होला। अब यो अचार चाहिँ मलाई मनपर्छ क्या। मेरो छोरा त खाँदैन है, मन पराउँदैन। बुढाले अलिअलि खाने हो, मेरो मासु लबर हो। मलाई चाहिँ मनपर्छ साथीहरू यस्तो किनेमाहरू त खानु पाउँदैन है, किनभने मेरो बुढालाई मन पर्दैन किनेमाहरू। म एक्लै होइन, त्यही कारण बहिनीहरू आएको बेलामा, मम्मीहरू आएको बेलामा चाहिँ खान्छ क्या किनेमामा। कामहरू चाहिँ सफा मलाई खन्काइहाल्छ, राम्रो लाग्छ। भयो, छोरी पनि भयो है, हल्दीको डब्बा पनि सक्यो काम। अब अचार यहाँ राख्ने हो, अचारको चम्ची। यो चाहिँ के रहेछ, फ्राई गरेको तेल। सरी, मासु फ्राई गरेको तेल रहेछ। भाँच्चिएछ यहाँ हिजो मकैको चामल राख्ने त्यसै कुकरमा त है। पाक्यो साथी मेरो खाना। अँध्यारो हुन थालिहाल्यो, कति बज्यो है, 3 बजी थालिहाल्यो पानीले गर्दाखेरि। 3 बजी नै अँध्यारो हुन थाल्यो। अम्बक पाकेर झरेछ साथीहरू मेरो त्यहाँनिर। हुन्छ साथीहरू, आजको मेरो भ्लग यहीँ। र फेरि पनि भन्न चाहन्छु, जसले मेरो भिडियो मन पराइदिनु हुँदैछ सबैलाई धन्यवाद छ मनबाट। र यसरी नै सपोर्ट गर्नुहोला, र यसरी मेरो भिडियोलाई लाइक कमेन्ट र सेयर गर्नु नभुल्नुहोला। हजुरहरूको भिडियोलाई म लाइक कमेन्ट सेयर गर्नेछु। र म चाहिँ चाहन्छु ठुल्ठुलो क्रिएटरहरू है, उहाँहरू अगाडि बढ्नु भइसक्छ, उहाँको लागि मेरो मनबाट सम्मान छ। तर जति पनि नयाँ सानो क्रिएटरहरू छन् जुन चाहिँ मेरो भिडियो आइपुग्छ, उहाँहरूको लागि चाहिँ म सपोर्ट हुन्छु है। र मेरो जति पनि मेरो भिडियोमा हुनुहुन्छ उहाँहरू है, मेरो भिडियो पोस्ट हुन्छ त उहाँले लाइक कमेन्ट गर्नुहुन्छ। र मसित जुड्नु भयो भने हजुरहरूलाई पनि अवश्य त्यो कुरा पाउनुहुन्छ, उहाँबाट सपोर्ट हुनेछ। उहाँहरूलाई तपाईँ सपोर्ट गर्नुहोस् र मलाई पनि गर्नुहोस्, र म हामी पनि तपाईँलाई गर्नेछु। हुन्छ, बाई बाई।